जेन्युन स्टुडेन्ट भनेको के हो त? मेरो बुझाइमा जेन्युन स्टुडेन्ट भनेको अस्ट्रेलियाले हेर्ने एउटा भनेको उसको एकाडेमिक हो, जस्तै उसको जीपीए राम्रो हुनु पर्यो। युनिभर्सिटीहरूले र कलेजहरूले एक्सेप्ट गर्ने भनेको 2.8 भन्दा माथिको जीपीए। ग्याप नर्मली 1 वर्षभन्दा बढी ग्याप हुनु भएन। तपाईको इंग्लिश प्रोफिसिएन्सी राम्रो हुनु पर्यो। आईएलटीएस र पीटीमा कमसे कम पीटीमा 50 इज ब्यान्ड तपाईसँग हुनु पर्यो। आईएलटीएस मा 6 इज ब्यान्ड हुनु पर्यो। यो कुराहरूलाई उनीहरूले एकदमै हेरिराखेको छ। अर्को मोस्ट इम्पोर्टेन्ट कुरा भनेको फाइनान्शियल प्रिपेयर गरिरहँदाखेरि चाहिँ बनाएको जस्तो, प्लानिङ गरिएको जस्तो, 4 महिना 6 महिना अगाडि प्लान गरिएको जस्तो देखिनु भएन। एउटै प्याटर्न देखिनु भएन। फर इक्जाम्पल, तपाईको बाबाको स्यालेरी पनि 40,000 छ, मम्मीको स्यालेरी पनि 40,000 छ, घर भाडा पनि 40,000 छ। यो खाले एउटै प्याटर्नहरू देखिनु भएन। आफ्नो इन्कमहरूलाई चाहिँ अगाडिबाट नै ल मेरो फ्यामिलीको इन्कम यस्तो छ, म 2 वर्षपछि अस्ट्रेलिया जाने प्लानिङ गर्दैछु र मैले यो फ्यामिलीको इन्कमलाई चाहिँ अब हाई कमिसनले भोलि इन्क्वायरी गर्न खोज्दाखेरि पनि भेरिफाई हुने तरिकाले चाहिँ मैले अब देखाउनु पर्यो भनेर तपाईले 2 वर्ष 1.5 वर्ष अगाडिदेखि नै त्यसलाई चाहिँ तपाईले चाहिँ आफ्नो रुटमा चाहिँ लानु पर्यो। मोस्टली नेपालको केसहरुमा भेरिफाई हुन नसकेको भनेर चाहिँ धेरै हाई कमिसनरले कमेन्टहरु गरेको छ। तपाईले पढिरहनु भएको कोर्स र फ्युचरमा अस्ट्रेलियामा गएर पढ्दै गर्दाखेरिको कोर्समा चाहिँ अलाइनमेन्ट हुनु पर्यो। त्यसरी कोर्स चुज गर्दाखेरि पीआर को पर्सपेक्टिभबाट कोर्स चुज गर्दा उले प्रिभियसली पढेको कोर्स र फ्युचर कोर्समा अलाइन नै हुँदैन। त्यो कारणले पनि कतिवटा रिफ्युजल केसहरु चाहिँ बढिरहेको छ। अस्ट्रेलिया पढ्न जाने हो, पढेर 2-4 वर्ष एक्सपिरियन्स लिएर चाहिँ फर्किने हो भन्ने मेन्टालिटी लिएर चाहिँ हामीले अस्ट्रेलियामा अप्लाई गर्नु पर्यो। म अस्ट्रेलिया जान्छु, पीआर लिन्छु, त्यही सेटल हुन्छु भन्ने मेन्टालिटीले चाहिँ अहिले अलिकति बिग्रिराखेको पनि मैले देखिराखेको छु है। त्यसले गर्दा पढ्छु, डिग्री लिन्छु हैन, आफ्नो पार्ट टाइम जबहरु गर्छु, पीएसडब्ल्यू लाई भरपूर युज गर्छु अनि नेपाल फर्किन्छु भन्ने मेन्टालिटीले तपाई अस्ट्रेलिया जानु। भोलि अस्ट्रेलिया गइरहँदा सर्कमस्टान्सेसहरु बन्यो, तपाईले पीआर लिने अवस्था आयो भने त्यो पनि तपाईले लिन सक्नुभयो। नेपालमा आइसकेपछि चाहिँ तपाईले कस्तो ठाउँमा जब गर्नुहुन्छ त्यो रिसर्चहरु राम्रो गरेको हुनु पर्यो। त्यो रिसर्च पनि कति ठाउँमा पुगेन भन्ने कुराहरु मैले गरिराखेको छु। अब यस्तो कुराहरुमा एकदमै ध्यान दिनु होला। अब जीआईसी मा आउन सक्नुहुन्छ, हामी तपाईलाई गाइड, हेल्प, सपोर्ट गर्न सक्छौं। थ्यांक यू।